नमस्कार। कार्यक्रम हाम्रो यातायातमा स्वागत छ। म गोविन्द सुवेदी। आदरणीय दर्शकवृन्द, कार्यक्रम हाम्रो यातायातमा हामीले यातायातसँग सम्बन्धित विविध विषयमा जानकारी गराउने प्रयास गर्ने गर्दछौँ। दर्शकवृन्द, यातायातको सन्दर्भको विषयको कुरा गर्ने हो भनेदेखि आजको बसाइमा हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब व्यावसायिक उडान हुन लागेसँगै त्यहाँबाट सञ्चालन हुने ट्याक्सीहरू, विशेष गरी ट्याक्सी सेवा अझ स्तरीय होस्, बाहिरबाट आउने पर्यटकहरूलाई धेरैभन्दा धेरै जानकारी होस् भनेर विशेष चाहिँ सिट कभरको व्यवस्थापन गरिएको छ। त्यहाँबाट सञ्चालन हुने ट्याक्सीको सन्दर्भमा आज हामीले यस सम्बन्धी जानकारी गराउनेछौँ। त्यो सिट कभरमा स्क्यान गरेपछि, क्युआर कोड स्क्यान गरेपछि देशका महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको बारेमा जानकारी प्राप्त हुन्छ र पोखरा र देशकै पर्यटकीय प्रवर्धनमा यसले सघाउ पुग्ने र यहाँको यातायात क्षेत्र भनौँ अथवा यो जुन ट्याक्सी सेवा छ त्यो प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। आजको बसाइमा हामी यस सन्दर्भको जानकारी गराउनेछौँ। साथसाथै पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वात्तै घटेसँगै भाडा दरमा पनि समायोजन गरिएको छ। न्यून रूपमा 18% को हाराहारीमा जुन पेट्रोलियम पदार्थको समायोजन भएको छ, मूल्य घटेको छ, तर सरकारले 2% मात्रै भाडा समायोजन गरेको छ, घटाएको छ। यस सन्दर्भलाई पनि जोड्नेछौँ र हाम्रो नियमित सेगमेन्ट ट्राफिक चेक जाँच त छँदैछ। कार्यक्रमको प्रारम्भ गरौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीमा राखिएको सिट कभर, जुन सिट कभरमा क्युआर कोड राखिएको छ र त्यो क्युआर कोड स्क्यान गरेपछि देशका महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको बारेमा त्यहाँ जानकारी प्राप्त हुन्छ। यस सन्दर्भको जानकारीबाट पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ट्याक्सीमै बसेर पोखरा र नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यसहित क्युआर कोडयुक्त ट्याक्सी हेड सिट कभर वितरण सुरु भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरेल ट्याक्सी सेवा प्रणालीको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिने ट्याक्सीमा यस्तो विशेष सिट कभर राख्दै यसको सुरुवात गरिएको हो। कार्यक्रमको शुभारम्भ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गर्नु भएको हो। कार्यक्रममा बोल्नुहुँदै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख लामिछानेले ट्याक्सीको हेडसिट कभरमा रहेको क्युआर कोड स्क्यान गरेपछि पर्यटकले पोखरा मात्र नभई नेपालभरका प्रमुख पर्यटकीय गन्तव्य, आकर्षण र आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने बताउनु भयो। उहाँले सामान्य देखिने सिट कभरले पर्यटन प्रवर्धनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ। लामिछानेका अनुसार पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा मुख्य पर्यटकीय क्षेत्रमा सञ्चालन हुने करिब 600 ट्याक्सीमा यस्ता सिट कभर राखिनेछ। आगामी दिनमा अन्य पर्यटकीय गन्तव्यमा सञ्चालन हुने ट्याक्सीमा पनि यो अभियान विस्तार गरिने उहाँले जानकारी दिनुभयो। कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन प्रमुख विनोद सिंह रावतले अन्तर्राष्ट्रिय उडान विस्तारको प्रक्रिया सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाइ दुबईसँगै एयर अरेबियनले पनि प्राविधिक टोली पोखरा पठाएर अध्ययन गरिरहेको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाडले पनि अन्य विदेशी विमान कम्पनीहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्न इच्छुक देखिएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय उडानबाट आउने पर्यटकको पहिलो सम्पर्क ट्याक्सीसँग हुने भएकाले ट्याक्सी सेवाको गुणस्तर र आतिथ्यताले पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। पोखरेली ट्याक्सी सेवा प्रणालीका अध्यक्ष शुभकान्त पौडेलले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको ट्याक्सी सेवा दिन आफूहरू पूर्ण रूपमा सक्षम रहेको बताउनु भयो। विमानस्थलमा यात्रु व्यवस्थापनका विषयमा विभिन्न चुनौती र अवरोध सामना गर्नु परे पनि ग्राहक मैत्री, सुरक्षित र गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको उहाँको भनाइरहेको थियो। उहाँले क्युआर कोडयुक्त सिट कभर पोखरेली ट्याक्सी सेवा प्रणालीमा आबद्ध सवारी साधनमा मात्र नभई अन्य कम्पनीका ट्याक्सीमा समेत राखिने जानकारी दिनुभयो। साथै पर्यटकसँग प्रभावकारी संवाद गर्न ट्याक्सी चालकलाई विभिन्न विदेशी भाषाको तालिम उपलब्ध गराउन सके पोखराको पर्यटन प्रवर्धन अझ प्रभावकारी बन्ने उहाँको सुझाव थियो। वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न सङ्घ संस्था, ट्याक्सी व्यवसायी तथा सरकारवालाको सहभागिता थियो। सिट कभरमा जडित क्युआर कोड मार्फत डिजिटल सूचना प्रवाह गर्ने यो अभियानले पर्यटकलाई सहज सूचना उपलब्ध गराउनुका साथै पोखरा र नेपालको पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। दर्शकवृन्द, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित ट्याक्सीहरूका सन्दर्भमा जुन व्यवस्था गरिएको छ सिट कभरको, त्यो सिट कभरको सन्दर्भमा हामीले जानकारी दियौँ। तपाईँले हेरिसक्नु भएको छ। यसले यहाँको पर्यटन प्रवर्धन र गुणस्तरीय ट्याक्सी सेवा प्रवाह हुनेमा एउटा अलि भनौँ विश्वसनीयता भनौँ अलि ढुक्कको अवस्था आउन सक्छ
भनिएको छ, तपाईँले हेरिसक्नु भएको छ। अबको क्रममा हामी जानकारी दिँदैछौँ। यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ र जति पेट्रोलियम पदार्थको मूल्य घटेको छ त्यो मात्रामा नभइकन न्यून मात्रामा भाडा समायोजन गरेको छ। यसो गर्नुमा विगतमा भाडा जुन स्तरमा बढाइनु पर्थ्यो त्यो नबढाइएका कारणले अहिले थोरै मात्रै घटाइएको विभागको स्पष्ट उक्ति रहेको छ। यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको सन्दर्भ अबको क्रममा। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा भारी गिरावट आए पनि विभागले भने भाडा अत्यन्तै न्यून अर्थात् 2% मात्रै घटाएको हो। विभागले बिहिबार जारी गरेको सूचना अनुसार डिजलको मूल्यमा प्रति लिटर 43 रुपियाँ गिरावट आएको छ। यसअघि डिजलको औसत बजार मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेकोमा हाल घटेर 192.83 रुपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा करिब 18.23% हुन आउँछ। वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा सोभन्दा बढीले घटबड हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% भन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा 2% भाडा घटाउने निर्णय गरेको हो। पहिले पूर्ण रूपमा बढ्नुपर्ने भाडा नबढेका कारण अहिले इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि हाललाई 2% मात्रै भाडा घटाइएको विभागले प्रष्टीकरण दिएको छ। यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधन, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधन सबैमा 2% भाडा घटाइएको हो। दर्शकवृन्द, यातायात व्यवस्था विभागले अन्तर प्रदेश स्तरीय भाडा समायोजन गरेको छ। न्यून मात्रामा 18% भन्दा बढी डिजलको मूल्य घटेको थियो। यद्यपि सार्वजनिक यातायातका साधनमा जम्मा 2% मात्रै भाडा घटाइएको छ र 2% मात्रै भाडा घटाउनुको कारण सरकारले यस अगाडि जति मात्रामा भाडा समायोजन गर्नुपर्थ्यो अथवा यसको वृद्धि हुनुपर्थ्यो त्यो नभएका कारणले अहिले थोरै घटाइएको प्रष्टीकरण दिएको छ। यस सन्दर्भको जानकारी तपाईले हेरिसक्नु भएको छ। अबको क्रममा हामी प्रस्तुत गर्दैछौँ हाम्रो नियमित सेगमेन्ट ट्राफिक चेक जाँच। ट्राफिक चेक जाँच आज हामीले लिएका छौँ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखराको 0 किलोमिटरदेखि जुन सृजना चोकसम्म रहेको छ त्यहाँसम्म गुडेका जुन विद्यालयका सवारी साधनहरू छन्, स्कुल बसहरू छन्, ती स्कुल बसमा विद्यार्थी बाबु नानीलाई के कसरी बोकिएको छ भन्ने आज हामी देखाउनेछौँ। कार्यक्रमको यो नियमित सेगमेन्ट ट्राफिक चेक जाँच अबको क्रममा। दर्शकवृन्द, आज हामी छौँ पोखराको सृजना चोकदेखि 0 किलोमिटर तर्फ हामीले आज के कसरी स्कुल बसहरूदेखि विद्यार्थी बाबु नानीहरू बोकिरहेका छन्, विद्यालयहरूले कसरी आफ्ना बाबु नानीहरूलाई विद्यालयसम्म पुर्याउँछन् भन्ने सन्दर्भमा आज हेरेका छौँ। खास गरी विद्यालयहरूले धेरै अथवा विद्यार्थी भाइबहिनीहरूलाई धेरै सिटभन्दा क्षमतामा राख्छन् र लापरवाही गर्छन् भन्ने गुनासो आइसकेपछि यो चेक जाँच गरेका हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की अस्थायी ट्राफिक चेकपोस्ट हामीले पर्स्याङ रहेको छ। त्यो पर्स्याङमा कार्यरत प्रहरी सहायक निरीक्षक बहादुर भट्टी छेत्रीसँग रहेर आज हामीले यो ट्राफिक चेक जाँच हेरेका छौँ। स्वागत छ। धन्यवाद, नमस्कार। यहाँसँग धेरै पटक हामीले यो हेरेका छौँ होइन, ट्राफिक चेक जाँच हेरेका छौँ। आज यो विद्यालयहरूमा अलिकति बढी सिट क्षमताभन्दा बढी विद्यार्थी बाबु नानीहरू बोके, विशेष गरी नाम चलेकै विद्यालयहरूले भन्ने गुनासो पछि यहाँ चेक जाँच गर्दै हुनुहुन्छ। के हेर्नुहुन्छ आज जानकारी? आज विशेषतः हामीले यो विद्यालयका बसहरूमा होइन, जुन स्कुल बसहरू हुन्छ त्यो स्कुल बसमा सिट क्षमता हेर्छौँ होइन। तोकिएको सिट क्षमताभन्दा बढी विद्यार्थीहरू राखेको छ छैन त्यसलाई पनि हामी हेर्छौँ र सँगसँगै यो ट्राफिक सम्बन्धी होइन केही कुराहरू भनौँ न, सचेतना सम्बन्धी केही ज्ञान गुणका कुराहरू पनि हामीले विद्यार्थी सँगसँगै चालकलाई पनि राख्छौँ होइन। हामी चालकलाई पनि हामी त्यो प्रस्तुत गर्छौँ, उहाँहरूलाई पनि हामीले त्यो एउटा क्लास लिए जस्तो तरिकाबाट बसभित्रै गएर हामी चालकहरूलाई चाहिँ भन्छौँ, सम्झाउँछौँ, सुझाव र सल्लाह दिन्छौँ होइन। त्यो सँगसँगै सवारी जस्तो विद्यालयको सवारीको रङ त पहेँलो हो, पहेँलो रङ तोकिएको छ र कतिपय अवस्थामा
सेतोमा अथवा अन्य हरियो अनेकौँ रङमा पनि विद्यालयले विद्यालयको बस बनाएको र त्यसमा चाहिँ विद्यार्थीहरू पोसार गरेको पाइयो, देखिएको छ र त्यो सम्बन्धी पनि उहाँहरूलाई सम्झाउँछु। हुन्छ, सुरु गर। सबैलाई नमस्ते। मलाई चिन्नुभयो? हो, ट्राफिक सर है, ट्राफिक सर होइन हो। म तपाईँको बसभित्र किन प्रवेश गरेँ हुन्ला थाहा छ? हो, तपाईँको बसभित्र म प्रवेश गरेँ किन भन्दा तपाईँको बसमा तोकिएको सिट क्षमताभन्दा बढी विद्यार्थी हो। तपाईँको अभिभावकले मेरो बच्चालाई सहज रूपमा यात्रा गरोस् स्कुलले भनेर मासिक रूपमा के गर्नु भएको छ? फी तिर्नु भएको छ। पढाइको फी सँगसँगै त्यो सवारीको पनि फी तिर्नु भएको छ होइन हो। तपाईँले मासिक रूपमा फी तिरेर पनि सहज रूपमा यसरी यात्रा गर्न पाउनुहुन्न भने तपाईँले आवाज उठाउनु पर्यो है। यो सिटमा तपाईँहरू त 2 जनाभन्दा 3 जना बस्न पाइएन, अहिले एकदम धेरै हाल्यो है। तपाईँको अभिभावकले फी तिर्नु भएको छ मेरो बच्चाले सहज रूपमा यात्रा गर्न पाओस् भनेर, तर स्कुलले के गरेको छ त? लापरवाही गरेको छ। कसरी लापरवाही गरेको छ? भेडा बाख्रा खाँदे जस्तो विद्यार्थीलाई खाँदेर लापरवाही गरेको छ। अब आवाज कसले उठाउने? मैले उठाइदिएर हुने हो? मैले त कारबाही गर्छु होइन हो। अब तपाईँहरूले पनि आवाज उठाउनुहोस्। तपाईँको बसमा मान्छे धेरै कोचेको छ भने 103 103 डायल गर्नुहोस् अथवा 100 डायल गर्नुहोस् होइन। मोबाइल हुन्छ नि त बसमा, ऊ बाबुसँग रहेछ त होइन हो कि नै? छ नि मोबाइल होइन। 103 हान्नुहोस्, फलानु स्कुलको बसमा यति धेरै विद्यार्थी कोचेको छ भनिदिनुहोस्, हामी तत्कालै परिचालित भएर त्यसलाई नियन्त्रणमा लिन्छौँ र कारबाही गर्छौँ कानुन अनुसार है। सिट क्षमताभन्दा बढी विद्यार्थी मानिसहरू राख्न पाउँदैन कुनै पनि सवारीले। अब गुरु अब हजुरले पनि एकदम ध्यान दिनु होला। जस्तो 12 वर्षभन्दा मुनिको विद्यार्थी छ, एउटा सिटमा 3 जना राख्नुहोस्, हाम्रो केही भनाइ केही छैन हो। तर पाउन त पाउनुहुन्न, तर 12 वर्षभन्दा मुनिको विद्यार्थीहरू यो सिटमा 3 जना चाहिँ अट्न सक्छ त्यो हिसाबले है। अब जस्तो यहाँ त 12 वर्षभन्दा माथिकै हुनुहुन्छ, तपाईँले हेर्नु त 3 जना हाल्नुभयो। अघि त विद्यार्थी उभिनु भएको थियो, बिच असहज भयो नि त विद्यार्थीलाई। सहज रूपमा चाहिँ यात्रा गर्न पाउनु भयो त? स्कुल जान पाउनु भयो? पाउनु भएन नि त होइन। त्यही भएर तपाईँले पनि स्कुलमा भन्नुहोस्, प्रिन्सिपललाई भन्नुहोस्। तपाईँले प्रिन्सिपलले त आदेश दिने हो, पक्कै पनि प्रिन्सिपलले अब खेदेर लैजा त भन्नु भएन र पुरै खाँदेर हाल त भन्नुभएको छैन होला होइन। त्यो भएपछि तपाईँको सिटमा जति छ त्यति मात्रै विद्यार्थी बस्नु, बरु 1 टिपमा भ्याउँदैन 2 टिप हानिदिनुहोस् हो। त्यो गर्नुहोस्, तर यसरी चाहिँ त्यो भेडा बाख्रा जस्तो चाहिँ गर्न पाइएन होइन। जस्तो बाबुले यहाँ अब 1 जनाको सिटमा यस्तो फुट्छ, पैसा त तिरेछ नि उसको अभिभावकले, तिरेछ छैन? तिरेछ नि त मासिक रूपमा, तर खै त उसलाई सहज रूपमा यात्रा गराएको? उसले त पाएन नि त, सिट पाएन नि त होइन। अब यही बाबुलाई हेरौँ है, एकछिन दाइको काखमा टक्क बसेको छ, अहिले गाडी चलेपछि उभिन्छ बाबु। त्यो अगाडिपट्टि चाहिँ भएन है, यो अगाडि भएन। हेर्नु त कसरी राख्नुभयो। ओहो, सबैलाई नमस्कार। चिन्निएन होइन? ल, चिन्दै गर्नुहुन्छ। ओहो, पछाडि कतिजना? 3 दूना 6 1 7। मैले त 7 जना माने हो। म ट्राफिक पुलिस, ट्राफिक प्रहरी है। ओहो, यो भद्रगोलै भयो यो त। म यहाँ किन आएँ? तपाईँहरू गुरुकुलको विद्यार्थी है। मैले 2-4 शब्द भन्छु, साना नानी बाबुहरूले पनि सुन्नु पर्यो है। तपाईँहरूलाई सहज यात्राको निमित्त स्कुलले बस हालिदियो र मेरा छोराछोरी पढ्न जाउन् भनेर बाबुआमाले चाहिँ स्कुल भर्ना गर्नुभयो। सँगसँगै के गर्नुभयो?
हिँड्नलाई दुःख भयो भनेर स्कुलको बसमा चढे बापतको मासिक रूपमा महिनावारी फी तिर्नुभयो है स्कुललाई। तर के त मैले मासिक रूपमा मेरो बच्चालाई फी तिरेको छु होइन, मेरो बच्चाले यात्रा गर्दा सहज तरिकाबाट गरोस् भनेर बुवा आमाले त्यो सोच राख्नु भएको छ। तर स्कुलले के गर्यो, भेडा बाख्रा खाँदे जस्तो विद्यार्थीलाई खाँदियो। हिजो पनि हामीले झारेर अर्को गाडीमा सिफ्ट गराएको छ होइन। हिजो यो स्थिति हेर्नु त, आखिर उहाँका बाउले पनि महिनावारी फी तिर्नु भएको छ, उहाँको अभिभावक होइन, यसरी तिर्दिनु भएको छ नि त। भने उहाँहरूलाई यात्रा गराउँदा सहज तरिकाबाट गराउनु पर्यो। स्कुलमा भन्नुहोस् आज पनि हामीलाई ट्राफिकले समात्यो, भोलिबाट यो नहोस्, भोलिबाट यो भयो भने गाडी नै थन्काइदिन्छु भन्नुभएको छ। त्यो चाहिँ उ नगरोस् भन्दा तपाईँले पनि अलिकति भन्नुभयो भनेदेखि उहाँले पनि के त बुझ्नुहुन्छ है, त्यो गर्नुहोस्। र तपाईँहरूले यति कुरा बुझ्नु, बस्नलाई अप्ठ्यारो छ, यात्रा गर्दा अप्ठ्यारो छ भने अभिभावकलाई अवश्य कम्प्लेन गर्नु है। हामीलाई बसमा यसरी खाँदेर लान्छ स्कुलले, बस्नको लागि हो, बसेर सजिलो तरिकाबाट यात्रा गर्नको निमित्त अभिभावकले चाहिँ फी तिर्नु भएको होइन। यसरी भेडा बाख्रा जस्तो खाँदेर लैजानको निमित्त होइन, त्यो भनिदिनु होला है। सबै विद्यार्थी ज्ञानी हुने है, एकदम धेरै धेरै पढ्ने है त। हस्, नमस्ते। ल विद्यार्थी त बोक्नुभयो साना साना बाबुहरूलाई होइन, त मन्टेश्वरीकै होला विद्यार्थी त अगाडि खाली राख्नु भएको छ, ठिक छ त्यो त होइन। ल उताबाट यता फर्किँदा त ठिक छ हो, तर यताबाट उता फर्काउनु त उल्टो भयो क्या। यसलाई चाहिँ उता हो, यो पनि यतै फर्काउनु पऱ्यो, त्यो सिटलाई उता होइन कि यतै फर्काउनु पऱ्यो है, किन सहज तरिकाले यात्रा गर्नु पऱ्यो नि त। पछाडि भयो, उल्टोतिर चाहिँ पाइएन, यो सिट यसरी राख्न पाइएन। स्कुलमा भन्नुहोस् र यसलाई चाहिँ चेन्ज गर्न लगाउनुहोस् होइन। अनि अब यो गाडी विद्यार्थी बोक्ने गाडी स्कुलको कुन रङको हुन्छ, पहेँलो रङको हुन्छ। यसलाई पनि अब पहेँलो बनाउनु पऱ्यो, रङ चेन्ज गर्नु पऱ्यो, यसरी पाइएन है। किन भन्दा स्कुलको भन्ने चिनिनु पऱ्यो नि त, स्टिकर टार्नु भएको छ, लेख्नु भएको छ, त्यतिले मात्रै होइन। लेखेर आएको छ कि विद्यालयका सवारीको रङ चाहिँ कस्तो हुन्छ, पहेँलो छ भनेर लेखिया छ नि है। यो कुरा स्कुलमा भन्नुहोस् र यो विद्यार्थी भोलिबाट चाहिँ यसरी उल्टो नबोक्नु, यो सिटलाई आजै बनाउन लगाउनु है, मिल्छ जति पनि है। स्कुल बस हो अथवा प्राइभेट भनौँ न, कुनै केही सामान बोक्ने भ्यान हो कि के हो भन्ने कुराहरू खुलिएन। देख्दा विद्यार्थी बोक्नु भएको छ है, हेर्दा विद्यार्थी बोक्नु भएको छ, तर स्कुलको गाडीको रङ चाहिँ के छ त, फरक छ क्या। त्यही भएर यो रङलाई पनि पहेँलो बनाउन स्कुलमा भन्नु होला है। हस्, मैले सिट त खाली देखेँ होइन र, हजुर चाहिँ उल्टो बस्नुभयो, त्यसरी चाहिँ पाइएन है, यसरी बस्न पाइएन। अझै पनि सिट खाली छ, अनि हजुरहरू फेरि ती तिनजना खाँदिनु भएको छ। ल हेर्नु त, यता सिट खाली छ, अगाडि ती तिनजना खाँदिनु भएको छ। सुहाएन। यो सिटमा तिनजना बस्नको निमित्त 12 वर्षभन्दा कम उमेरको हुनु पर्यो। 12 वर्षभन्दा कम उमेरको भयो भने तिनजना राख्न चाहिँ पाइयो है। तपाईँहरू त 12 वर्षभन्दा माथिको हुनुहुन्छ, 2-2जनाको दरले बस्नु पर्यो है। यतापट्टि बसौँ कि यहीँ बसौँ। स्कुलको विद्यार्थी एउटा स्कुटरमा यसको क्षमता भनेको 2जनाको हो है, 2जनाको सिट क्षमता छ। तर तपाईँले 3जना बोक्नुभयो भन्नुहुन्छ, मलाई हतार थियो स्कुलसम्म पुर्याउनलाई हो भन्नुहुन्छ हो, तपाईँको भनाइ यही नै हो नि त होइन, यही भन्नुहुन्छ। तर तपाईँले जुन काम गर्नुभयो एकदम गलत गर्नुभयो है। केही नहुन्जेल केही छैन, भइसकेपछि बर्बाद छ है, सकिन्छ, भइसकेपछि सकियो। अनि पश्चाताप कसले मान्ने, मैले मान्ने हो र होइन नि। पश्चाताप मान्ने भनेको त हजुरले हो नि त, पछुतो हुन्छ नि, न्याउरीमारी पछुतो भन्ने तपाईँ पनि पढ्नु भयो होला नि। पहिला एउटा नानीलाई पुर्याउनुहोस्, आउने फेरि आउनुहोस् र अर्को नानीलाई पुर्याउनुहोस्। 1 टिप गर्ने ठाउँमा 2 टिप गरिदिनुहोस् है।
तपाईँको लागि त्यो झार्नुहोस् त यहीँ बस कुन स्कुलको नोबेल मोबाइलको हो मोन्टेसरी हो नोबेल मोन्टेसरी होइन तपाईँ चालक त्यो सानो नानी बाबुहरू छ नि सकेसम्म अगाडि नराख्नुहोस् है तपाईँभन्दा पछाडि नै राख्नुहोस् है यो नानी बाबुहरूभन्दा अलिकति ठुलो हुन्छ नि उनीहरूलाई चाहिँ अगाडि राखिदिनुहोस् है अनि यसरी कोचेर पनि नराख्नुहोस् अब योभन्दा अलिकति 12 वर्षभन्दा मुनिकै हुन्छ सबै होइन मोन्टेसरी भनेपछि त 12 वर्ष मुनिका छन् भनेदेखि अब यो अगाडि 3 जना नहालिदिनु क्या तिनीहरूलाई 2 जना हालिदिनु है 2 जना हालिदिनु किन भन्दा अलिकति विद्यार्थीमा पनि खतरा हुन्छ नि त अगाडि भनेको अलिकति खतरा नै हुन्छ है अनि उल्टो सिट छैन नि यताबाट उता फर्केको त छैन सिट यो छ नि जस्तो यहाँ उल्टो फर्काउनु भयो यो सिट राख्न पाउँदैन यतापट्टि हो त्यो निकालिदिनु होला है त्यो राख्न पाइएन त्यो राख्न पाइएन र विद्यार्थी त जति हो त्यसको सिट क्षमता त त्योभन्दा बढी चाहिँ नराख्नु है असाध्यै रङ चलाइरहेछन् है हामी हिँड्नै सकेका छैनौँ इन्डियन सानो गाडी छ नि पनि ओभरटेक गरेछ याद गर्नु होला हजुर त्यसको पनि अपरेसन चलाइरहेछ मोटरसाइकलले यस्तो दुःख दिएको छ अरू दुःख देखाएको है त्यो चाहिँ हामीलाई चाहिँ सजिलो भयो तपाईँ हामी मिलेर चल्नु एकदम राम्रो छ नि राम्रो हो त्यसैमा पेसा हो कसैको त्यही पेसा हुन्छ तपाईँको भन्यो हाम्रो ड्राइभर पेसा हो हामीले नै अहिले अपरेसनै चलिरहेको छ इन्डियनको लागि पनि अपरेसन चलिरहेछ है चलाइरहेछौँ कति लगभग 5-6 दिन भइसक्यो त्यो इन्डियन गाडीहरूलाई नै हाम्रो साइडमा हिँडेको छ रङ साइडमा छुमछुम गरेर लान्छ अनि एकछिन मुटु जुसो बनाइदिन्छ त्यो समस्या छ त्यसलाई पनि हामीले मोटरसाइकल चाहिँ कन्ट्रोलै गर्नुपर्छ अनि प्राइभेट कार लेडिजले चलाउने है त्यो चालले हामी धान्नै सकेका छैनौँ हस् ल हस् अब भोलिबाट त्यो अगाडि चाहिँ सकभर नराख्नु क्या किन भन्दा विद्यार्थीकै सुरक्षाको निम्ति हो नि त धन्यवाद ल हस् सबैजनालाई नमस्कार है एउटा सानो सुझाव सँगसँगै सल्लाह पनि लिउँ मदरल्यान्डको अब गाडी धेरै छन् होइन विद्यार्थी पनि धेरै छन् मदरल्यान्डमा पहिला के देखियो अहिले चाहिँ ठिक देखियो पहिला के गर्थ्यो 4 बजेपछि फर्किने बेलामा चाहिँ एकै ठाउँ कोचेर ल्याउँछ त्यो हामीलाई थाहा छ अहिले जाँदा चाहिँ सही तरिकाबाट हाल्नु भएको छ होइन हामी पढ्न हिँडेका विद्यार्थी हौँ अभिभावकले यो गाडीमा सवार गरे बापत मासिक रूपमा फी तिर्नुहुन्छ स्कुललाई है किनकि मेरो छोराले सहज र सुलभ तरिकाबाट मेरा छोराछोरीले सहज र सुलभ तरिकाबाट यात्रा गरोस् भनेर फी दिनुहुन्छ अब तपाईँहरू गाडीमा चढ्नुहुन्छ है भेडा खाँदा हुन्छ कि भेडा बाख्रा खाँदा हुन्छ नि त्यसरी खाँदा हुन्छ त्यो चाहिँ बिल्कुल कहिले पनि आफूले पनि नगर्नु है स्कुलले पठाए पनि नजानु किन भन्दा मेरो अभिभावकले त स्कुललाई फी तिरेको छ नि त होइन मैले त सहज तरिकाबाट यात्रा गर्न पाउनु पर्यो यो होस् है तपाईँहरूलाई जबरजस्ती खाँदेर ल्याउँछ भने कम्प्लेन गर्नुहोस् 100 अथवा 103 मा यसरी बस्दैछ विद्यार्थीले के सिक्छ हो कि नै मेरो विद्यार्थीलाई कस्तो बनाउने भन्ने त तपाईँको हातमा हो नि त टप बनाउने हो कि लोमा लाने हो भन्ने त तपाईँको हातमा छ नि त होइन र हो नि हजुरहरूले जस्तो शिक्षा दिनुभयो त्यही अनुसार अगाडि बढ्ने हो क्या त्यही भएर यसरी बस्दा चाहिँ अलि नराम्रो पनि भयो सुहाएन पनि है त्यो तरिकाबाट नमस्ते हो ज्ञानी बन्नुपर्छ है अब सुन्नुहोस् एउटा कुरो तपाईँको गाडीमा सानो सानो नानी बाबुहरू यसरी झुन्डेर आउनुभयो उभिएर मैले देखेको थिएँ उताबाट होइन अनि म पिछा गरेँ यो गाडीलाई यहाँ रोक्न लगाएँ गाडी रोकियो है मेरो बच्चाले राम्रो शिक्षा दीक्षा पाओस् भनेर बुवा आमाले के गर्नु भएको छ स्कुललाई महिनाभरि फी तिर्नु भएको छ पसिना काट्नु भएको छ महिनाभरि कमाउनुहुन्छ तपाईँको पढाइमा लगानी गर्नु भएको छ हो कि नै हो नि हो अब तपाईँलाई यहाँ 4 जना होइन सुहायो त सुहाएन नि त सिट नपुगेर हो कि यसै बसौँ भनेर हो यसै बसौँ भनेर हो त्यस्तो हुँदैन बाउले के गर्नु भएको छ मम्मीले के गर्नु भएको छ स्कुललाई फी तिर्नु भएको छ सजिलो तरिकाबाट मेरो बच्चालाई चाहिँ यात्रा गरोस् भनेर यात्रा गरायोस् स्कुलले भनेर फी तिर्नु भएको छ अब आवाज उठाउनुहोस्
हामीलाई ट्राफिक सरले रोकेर यसो यसो भन्नुभयो, सर क्लासको टिचरलाई भन्नुहोस् अथवा प्रिन्सिपललाई भन्नुहोस् होइन, भाइस प्रिन्सिपललाई भन्नुहोस् है। ट्राफिक सरले रोकेर विद्यार्थी धेरै भए, उभिएर यात्रा गर्न पाइएन। एउटा सिटमा तपाईँहरू भनेको यसमा 3 जना बस्ने हो, 4 जना बस्ने चाहिँ पाइएन है। त्यो भन्नु सरले आज हामीलाई ट्राफिक सरले रोकेर गाडी यस्तो गर्नुभयो, सम्झाउनु भयो। हामी अब एउटा सिटमा 3 जना, हामी 12 वर्षभन्दा मुनिका छौँ, एउटा सिटमा 3 जनाभन्दा बस्दैनौँ। यदि बढी बस्ने हो भने अर्को गाडी हालिदियोस्, हजुरहरूले त्यो भन्नु पर्यो है। बर्खिलाप गर्न त सक्नुहुन्न पक्कै पनि, र जथाभावी रूपमा विद्यार्थीलाई कोचेर चाहिँ यात्रा नगराउनु है। किन भन्दा तपाईँले त्यसरी यात्रा गराउनु भयो भने कारबाही त तपाईँलाई हुने हो कि नै होइन। त्यही भएर तोकिएको क्षमताभन्दा बढी विद्यार्थी नराख्नुहोस्। अहिले 12 वर्षभन्दा मुनिको विद्यार्थीहरू हुनुहुन्छ, सकभरि अगाडि खाली नै राखिदिनुहोस् है। उहाँहरूको लागि पनि खतरा हो यो भनेको। किन भन्दा कुनै टाइममा तपाईँले इमर्जेन्सी ब्रेक हान्नुपर्ने अब केसी घाइते क्याजुअल्टी हुन्छ है। त्यो भएर अगाडि सकभर बस्दै नबसौँ, अगाडि बस्ने काम चाहिँ नगरौँ यसमा। किन भन्दा नमस्कार गुरु ल, अलिकति विद्यार्थी बढी जस्तो देखिया थियो। दर्शकबिन, आज हामीले पोखराको सिर्जना चोकदेखि 0 किलोमिटरसम्म स्कुल बसहरूले आफ्ना बाबु नानीहरूलाई कसरी बोकिरहेका छन् भनौँ, अथवा विद्यालय लैजानका लागि प्रयोग गरिने सवारी साधनमा विद्यार्थी बाबु नानीहरूलाई के कसरी लगिन्छ हेऱ्यौँ र त्यहाँ ट्राफिक नियमको पालना भयो कि भएन भन्ने सन्दर्भमा हामीले जानकारी दिने प्रयास गऱ्यौँ। खास गरी स्कुल बसहरू स्कुल बस निर्देशिका अनुरूप हुनुपर्छ, उनीहरूको रङ रड, त्यसै गरी इमर्जेन्सी ढोका लगायतका कुराहरू छन्। र 12 वर्ष मुनिका बाबु नानीहरूलाई 2 सिटमा 3 जना राख्न मिल्छ, तर त्योभन्दा बढी उमेरकालाई 2 सिटमा 3 जना राख्न मिल्दैन। त्यो गरेको पनि पाइएको छ। र साना बाबु नानीहरूलाई अगाडि राख्ने, पछाडि फर्काएर राख्ने, बिचमा उभ्याउने जस्ता देखियो। के कस्तो अवस्था हो यो आज हामीले हेरेको भन्ने सन्दर्भमा फेरि हामी जानकारी लिँदैछौँ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की अन्तर्गत रहेको अस्थायी ट्राफिक चेकपोस्ट जुन पर्स्याङमा रहेको छ, त्यसमा कार्यरत प्रहरी सहायक निरीक्षक जित बहादुर छेत्री हामीसँगै हुनुहुन्छ। स्वागत छ। आज कस्तो देखियो यो हेर्दाखेरि, अवस्था कस्तो? समग्रमा हेर्दाखेरि कतिपय स्कुलहरूले जुन तोकिएको मापदण्ड छ त्यो अनुसार नै विद्यार्थी बोकेको पाइयो भने कतिपय स्कुलहरूमा त्यो जुन तोकिएको मापदण्डभन्दा पनि विपरीत, जसरी विद्यार्थीहरू अत्याधिक रूपमा खाँदिएर बोकिएको र एउटै सिटमा 12 वर्षभन्दा मुनिको नै कि 12 वर्षभन्दा माथिकै ठुला विद्यार्थीहरूलाई पनि 3 जनाको दरले खाँदिएको र साना विद्यार्थीहरू 4वटा 5वटाको दरले पनि त्यहाँ खाँदिएको भेटियो होइन। र कतिपय स्कुल बसहरूमा जुन मापदण्ड अनुसार हुनुपर्ने हो इमर्जेन्सी ढोकाहरू पनि नभएको र त्यो राख्नुपर्ने रडहरू कतिपयमा चाहिँ सिङ्गल रहेको, कतिमा डबल रहेको त्यो पनि पाइयो होइन। र हामीले चालकलाई र विद्यार्थीहरूलाई पनि सम्झाइ बुझाइ गरियो, उहाँहरूलाई पनि जानकारी गराइयो कि चालकलाई पनि सिट क्षमताभन्दा बढी अनावश्यक रूपमा विद्यार्थीहरू खाँदेर चाहिँ बोक्न पाइँदैन भनेर सम्झाइयो भने विद्यार्थीहरूलाई पनि यदि तपाईँलाई स्कुलले नै होइन, जुन कलेजले होस् स्कुलले नै जबरजस्ती रूपमा यसरी खाँच्छ भनेदेखि तपाईँले प्रहरीको 100 नम्बर र ट्राफिक प्रहरीको 103मा कल गरेर आफ्नो गुनासो राख्न सक्नुहुन्छ होइन। त्यहाँ कम्प्लेन यहाँलाई महत्त्वपूर्ण समयको लागि धेरै हस्, धन्यवाद। दर्शकवृन्द, नियमित सेगमेन्ट ट्राफिक चेक जाँचसँगै कार्यक्रम हाम्रो यातायातको निर्धारित समय सकिएको छ। हामीलाई हेरिदिनु भयो, तपाईँ सबै दर्शकप्रति विशेष आभार प्रकट गर्छु र हाम्रो सम्पूर्ण युनिटका साथ मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।